हे गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईहरु सबैलाई स्वागत छ मेरो 30 डे च्यालेन्जको डे 4 मा। मैले 30 दिनमा 3K फ्लोर्स कम्प्लिट गर्ने लक्ष्य लिएको छु। इफ यु आर न्यू हियर प्लिज सपोर्ट मी। बिहान 5 बजे उठ्न सबैका लागि सजिलो हुँदैन, तर ड्रिम ठुलो छ भने सेक्रिफाइस पनि ठुलै गर्नुपर्छ। हाई गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई मेरो एनदर मर्निङ वाक मिनी ब्लग। म मर्निङ वाकको लागि रेडी हुन थाले। पहिला कपडा लगाए अनि बिना टाइम वेस्ट सिधै रोडतिर निस्किए। बिहानको रोड शान्त, खाली अनि पिसफुल थियो। आजको टार्गेट थियो 3 किलोमिटर रनिङ गर्ने, त्यसैले मैले रनिङ स्टार्ट गरे। पहिलो 1.5 किलोमिटर त थाहै भएन। एकछिन रेस्ट लिए, सास सम्हाले अनि आफैलाई भने रनिङ अगेन। फेरि दौड्न सुरु गरे। 2 किलोमिटर कम्प्लिट भयो। थकाइ लाग्यो, खुट्टा भारी भयो, तर जब डिस्टेन्स चेक गरे अलरेडी 3.5 किलोमिटर कम्प्लिट भइसकेको रहेछ। द्याट मोमेन्ट फेल्ट पावरफुल। एकछिन रेस्ट लिएर सर्ट एक्सर्साइज स्टार्ट गरे। सबै एक्सर्साइज सकेपछि लास्ट च्यालेन्ज पुसअप थियो। बिस्तारै 1 by 1 7 पुसअप कम्प्लिट गरे। यसरी एक्सर्साइज गर्दा त थाकेको महसुस भयो अनि म सिधा घर आउनको लागि घर आए। घर आएर सिधै ऐनामा हेरे अनि आफैलाई भने, बाबु यो त केवल टिजर हो, मुभी त आउन अझै बाँकी छ। देश पुरै घन्टीमय भएर होला, सूर्य त देखि नै छोड्यो त गाइज। घरमा भएपछि थोरै त काम गर्नुपर्छ। जाडो भइरहेको थियो। मैले बाख्रालाई उनीहरुकै घरमा लगेर बाँधे अनि त्यसपछि दाउरा लिन गए। एउटा ठुलो दाउरा बोकेर ल्याए अनि त्यसलाई बन्चरोले टुक्रा टुक्रा बनाए अनि ती टुक्राहरूलाई एक एक गरेर दाउरा बनाउन सुरु गरे। फाइनली सबै चिरेर सके। यसरी आजको दिन पनि इन्जोय गरेर बित्यो। इफ यु इन्जोय दिस भिलेज ब्लग प्लिज लाइक, कमेन्ट, शेयर, सब्सक्राइब।